आज हजुर सबैलाई एउटा जनचेतना फैलाउन चाहन्छु। हामीले धेरै जस्तो यस्ता प्लास्टिकका चपिङ बोर्डहरू सानो खालको फ्रुट्स काट्नलाई, यस्तो ठुला खालका मासु तरकारी काट्नलाई प्रयोग गर्छौँ र प्रायः जस्तो हामीले यसलाई सजिलो मान्छौँ र घर घरमा सबैका घरको भान्सामा हुन्छ। तर हजुरले आजकल धेरै यसको भिडियोजहरू पनि देखिराख्नु भएको छ होला, प्लास्टिकको चपिङ बोर्ड युज नगरौँ। र मेरो घरमा पनि मैले यो सानो सानो लसुन ससुन काट्नलाई, एक खुर्सानी काट्नलाई, यसमा तरकारी मासुहरू काट्नलाई यो राखेको थिएँ। र त्यसपछि मैले पनि यसो हेर्दाखेरि यो त हो है जस्तो लाग्यो। आज मैले यसो ट्राई गरेँ, काट्दा काट्दामा झसङ्ग आएँ। मैले पहिले पनि त प्लास्टिकको चपिङ बोर्ड युज गर्छु र मैले यस्तरी कोतरेर हेरेँ यसलाई। हेर्नुहोस् चक्कु लिएर यस्तरी कोतर्दाखेरि त चक्कु लिएर पुरै प्लास्टिक निस्किँदो रहेछ। भने चाहिँ हामीले घरमा कहिले प्याज काट्छौँ, केही टमाटर काट्छौँ भने यस्तो गरेर सर्लक्क लिन्छौँ। तर त्यो प्याज टमाटरसँग त हामीसँग यहाँबाट प्लास्टिकका पदार्थ पनि गइरहेको रहेछ। त्यस्तै यो बाक्लोवालामा पनि त यो त बाक्लो छ भन्ने लाग्छ। तर यसमा पनि तपाईँले कहिले मासु काट्नुहुन्छ, मासुको त्यो रेसाहरूसँगै या तरकारीको रेसाहरूसँगै तपाईँले साग काट्नुहुन्छ, त्यस्तो हेल्दी सागलाई पछि यस्तरी सर्लक्कै लिँदाखेरि त हेर्नुहोस् हेर्नुहोस् यस्तरी सेता सेता पुरै यसबाट पनि माइक्रोप्लास्टिकहरू सबै प्लास्टिक हो। यो हाम्रो हरेक दिनको भान्सामा बिहान बेलुका दिउँसो खाजा खानामा पाक्दाखेरि हाम्रो घरमा कति प्लास्टिक गइरहेका छन् र हरेकका पेटमा कति प्लास्टिक गइरहेको छन्। र यसरी गर्दाखेरि त अहिले घर घरमा मान्छेलाई 10 थरीका रोग, क्यान्सर जस्ता विभिन्न रोगहरूले चाहिँ नै च्यापिरहेका छौँ। त्यही भएर म हजुरलाई के भन्न चाहन्छु भने सबैजनाले यस्ता प्लास्टिकहरू घरमा चपिङ बोर्ड छ भने लोभ नगरौँ। भर्खरै हिजो किने थिएँ भने लोभ नगरौँ। यसलाई के गरौँ, यस्तरी डस्टबिनमा फ्यालौँ। किनभने स्वास्थ्य इम्पोर्टेन्ट हो, पैसा होइन। र पाइन्छ भने तपाईँहरूले बरु यस्तो खालको ल्याउनुहोस् जुनमा चाहिँ तपाईँले जतिको केही पनि हुँदैन, या कि तपाईँले काठको पनि पाउन सक्नुहुन्छ होइन। अब अहिले त मसँग यहाँको लागि मानव हाम्रो जस्तो रोटी बेल्ने हुन्छ, यस्ता काठकाहरू प्रयोग गरौँ। यस्ता खालका काठका चपिङ बोर्डहरू पाइन्छ, त्यस्तो काठको चपिङ बोर्ड प्रयोग गरौँ। म त सजग भएँ। आज नै मैले सबै प्लास्टिकका चपिङ बोर्ड फालेर आजै म पसलमा गएर काठका चपिङ बोर्ड किनेर ल्याउँदैछु। हजुरहरू पनि म जस्तै यो कुरा आफ्नो भान्साबाट आजदेखि हटाएर सुधार गर्नु होला। हस्त धन्यवाद।